आजको डे चाहिँ एकदमै दामी थियो। बस्दैन त बाँचेला सिमरन हेलो गाइज वेलकम टु अनदर भ्लग। आज चाहिँ हामी नर्थ भ्यान्कुभर जान लागेको। भोलि हाम्रो सिमोर माउन्टेनको हाइक ट्रिप छ। सो आज नर्थ भ्यान्कुभर गएर बस्यो भने चाहिँ अलिकति इजी हुन्छ भन्ने सोचेर चाहिँ हामी नर्थ भ्यान्कुभर जान लागेको। एन्ड अल्सो आवर फ्रेन्ड सिटको चाहिँ बर्थडे पनि हो आज, अनि बेलुका हल्का सेलिब्रेसन हुन्छ। अनि भोलि बिहानै 5 बजी उठेर हाइकिङ जाने प्लान छ। जाडो के। अनि अर्को कुरा चाहिँ हामी चाहिँ के सोचेको थियो भने सनराइज हेर्न जाने प्लान थियो सिमोर माउन्टेनमा। बट लेटर वी केम टु नो द्याट द गेट विल ओपन ओन्ली एट 7 इन द मर्निङ। त्यो भनेको सनराइज चाहिँ 7:30 तिर हुन्छ। 7 बजी गेट खुल्यो भने हामीलाई हाइक गर्न 3 to 4 आवर्स लाग्छ। त्यसको लागि चाहिँ हामीले भ्याउँदैन, त्यही भएर बरु सनराइज मेबी समरमा जाम्ला। अहिले चाहिँ यत्तिकै हाइक स्टिल वी गोना इन्जोय द ब्युटिफुल माउन्टेन्स। अनि गाइज हाम्रो चाहिँ अर्को प्लान चाहिँ के थियो भने त्यहाँ पार्किङ लट त राति 9 बजेपछि त खुल्छ नि त, कार क्याम्प गरेर बस्ने। भोलि बिहान 4 बजे उठेर हाइकिङ हिँड्न थाल्ने, त्यो पनि अर्को प्लान थियो। तर कार क्याम्प गर्न चाहिँ अहिले अब माथि माउन्टेनमा त स्नोफल पनि भइरहेछ नि त, त्यही भएर अलिक पोसिबल हुँदैन होला। अलिक जाडै हुन्छ कि भन्ने भयो। हामीले सबै कुरा प्याक गरेर अब हामी लाग्दैछौँ भान्जाको घर। ओके गाइज इट्स 9 PM नाउ। अब हामीलाई कति टाइम लाग्छ त्यहाँ जानलाई? 9 PM कति टाइम? 9 PM है 9 PM। हामीलाई यहाँबाट अब नर्थ भ्यान्कुभर, हामी यता इस्ट भ्यान्कुभरमा छौँ। यहाँबाट नर्थ भ्यान्कुभर जानलाई मेबी 45 मिनट्स लाग्छ। 45 होइन, अहिले त एकदम नाइटमा नो ट्राफिक छैन। सो ट्राफिक नभएपछि हामी अलिक चाँडै नै पुग्छौँ है। कति हाफ एन आवर? मेबी हाफ एन आवर लाग्छ। तर मैले चलाउँदैछु गाडी, त्यही भएर उले चलाउँदैछ गाडी, म चाहिँ एकदम डर लागिरहेछ। आइ एम नट फिलिङ सेफ हैन। ड्राइभरले गाडी लान लाग्यो, खोइ के कहाँ के हो गुरुजी? हुँदैछ बिस्तारै हुँदैछ। एकदम ढुक्क भयो हुन्छ नि हैन? ब्रेक थिच्नु न। किन मैले किन थिएँ? अनि तपाईँ मेरो को पाइलट होइन, को ड्राइभर रे। नर्थ भ्यान्कुभर भने चाहिँ यो है गाइस, स्टिल सो ब्युटिफुल हैन। अझै पनि लाइट डेकोरेसन अल इयर राउन्डै होला नि हैन। यहाँ चाहिँ अहिलेसम्म क्रिसमस गार्डन छ भन्ने जस्तो लाग्छ, तर होइन है। फेरि मेरो चाहिँ भान्जा त्यहाँ यस्तो गरेर पार्किङको लागि यो गाडी हटाएर अब हाम्रो चाहिँ पार्किङ यहाँ लाग्छ। That's it. No, congratulations. Park अब भएन। Did I? No. Still more to go. Such a bad instructor. Such a demotivating instructor you are. Finally हामी चाहिँ सिमरनको घर आइपुग्यौँ। अनि अर्को छ के सामान म लिन जान्छु। एउटा ब्याग छ जुत्ताको। दर्शन हेलो बर्थडे बोय हाम्रो। बर्थडे बोय यस। गोइङ अन हाइक टुमरो, यो बियर खाएर है। रमाइलो जिन्दगी। कति चिसो। अझ यस्तो चिसोमा हाम्रो प्लान चाहिँ के छ अरे? कार क्याम्प। भोलि बिहान उठ्दा फेरि त त्यस्तो जिउमा चाहिँ टङटङ होला नि फेरि फ्रिज भएर। आज चाहिँ सिमरन स्पेसल होइन, पास्ता। ओ माई गॉड, त्यो चाहिँ पाङ्ग्रा वाट्सएप भन्छ। ठिक छ नि। आज हामी के थियो अरे आज मेरो बर्थडेको भोलिपल्ट एक दिन अगाडि प्री बर्थडे के छ? बर्थडेमा के भन्न मन छ? के पनि छैन, बुढो भयो। कसरी बुढो हुन्छ 29 मा? अस्ति भर्खर 29 पुगेर अहिले 22
क्यालकुलेसन कस्तो मजा आयो Happy birthday to you. Happy birthday to you. बत्तीस वर्षे बुढो Happy birthday to you. Happy birthday to you. अनहेल्दी हुन्छ भनेर होइन ठुल्ठुलो केक किन्नुभन्दा हामीले अस्तिदेखि त्यही सोचिसक्यो हामीले नि ठुल्ठुलो केक ल्यायो खाने होइन अब यो खास सेलिब्रेट गर्नलाई केक भन्दा नि मासुमा बरु कुखुराको त छातीमा होइन त्यहाँदेखि कोचो फु गरेर बाहिर ढाङ्ने त्यो गर्नु चाहिँ ठिक होला जस्तो उहाँ चाहिँ आजको हाम्रो सेफ प्लस बर्थडे बोय बरिटो स्पेसल माउन्ट सिमोरको टपमा गएर आज हामी सनसेटमा सनसेटसम्म नबस्ने होला ओके दिस इज द आउटफिट अफ द डे यो हालिदिउँ कुन ब्यागमा हाल्ने हामी चाहिँ अब हाम्रो हाइकिङ एसेन्सियल्स प्याक गर्दैछौँ मोस्ट इम्पोर्टेन्ट इज बेयर स्प्रे दिस इज द मोस्ट अब हुन्छ कि हुँदैन तर पनि वी हेभ टु बी दिस इज सेफ बस्दैन त बाँचेला सिमरनहरू कोही बस्दैन त के हो ready for the hike हेलो कता जान लाग्यो No, just thoughts. भिडियो सुटिङ हुँदैछ हिउँ स्नो चाहिँ स्टार्ट हुँदैछ है हिउँ त यहाँसम्म पर्ने है माथिसम्म हाम्रो गाडी आउँछ अब चाहिँ हामी यहाँ पार्किङ गर्दैछौँ अब उहाँ चाहिँ स्कीको लागि ट्रेनिङ गर्दै हुनुहुन्छ माउन्टेनर सेड सक्छौ तिमीले कम अन आई नो यु क्यान डु इट बर्थडे बोय वो ओके उहाँले ठ्याक्क 30 मिटरको समिट गर्नुभएको छ त्यहाँबाट यस्तो यतातिर हेर्नु हिमालय जस्तो ल लेट्स गो गाइस बोरिङ भएन यार बोरिङ भयो अघि जाडो भएको थियो अहिले त एकछिन हिँड्यो होला त्यस्तो गर्नु सो गाइज वी आर नाउ एट द पार्किङ लट P2 माथि अब यहाँबाट चाहिँ वी गोना स्टार्ट आवर हाइक आर यु एक्साइटेड सुन्दर So excited. I'm already cold though. It's cold, freezing cold. Now we are at P3 and P4 parking. Ooh, त्यहाँमाथि मान्छेहरू. You can see they are skiing. सुजमा ग्रिप हाल्न लाग्दैछौँ त्यो चेनवाला भयो भने चाहिँ अलिक इजी हुने रहेछ तर इट्स नट द्याट ब्याड आजको डे चाहिँ एकदमै दामी थियो
कस्तो छ गाइस 2.5 घन्टाको हाइक It's been 20 minutes since we started our hike. The view is really beautiful. बेस क्याम्प 1 मा आइपुग्यौँ मेरो पर्सनल एसिस्टेन्ट उहाँ चाहिँ राम्रोसँग लगाइदिनु ननिस्किने गरेर म झन्डै यहाँबाट चिप्लेर तल पुगेँ Oh my god, look at the view. Wow. It's magical. हामी रिटर्न हुँदा चाहिँ पुरा स्लाइड गर्दै आउनु पर्ला जस्तो पो छ Oh my god. Is this even real? फाइनली हामीले समिट गर्न जाँदैछौँ अब अझै जाँदैछौँ We still have 2 hours left यहाँबाट अझै 2 hours जति लाग्छ होला Wow. Oh my god wow Oh my god. तर पिक्चर दिन्छ जोनमा त हैन नि क्यामेरामा छैन क्यामेरामा भन्दा रियलमा हेर्दा त त्यो दामी सो टु किलोमिटरको हाइकमा अहिले हामी ब्रकटन पोइन्ट पुग्यौँ हामी त्यो माथिको डाँडामा पुग्नु पर्ने छ लेट्स सी स्टिल 1 आवर जति लाग्छ होला we are just halfway through. हाफवे थ्रु हैन Oh wait, it's really beautiful. त्यो बाटोमा कसले स्की गर्छ हैन अनि मान्छेहरू कस्तो मान्छेहरू हिँडेकै छैन त्यो बाटो त नि चस्मा खोलेर झन् हेर्नु गाह्रो हुन्छ माई गड वाउ अनि छेउबाट यसरी हिँड्नु है यता गाडी उभो अब हामी 500 मिटर्समा फर्स्ट पिक पुग्छौँ त्यसपछि नेक्स्ट 1.5 किलोमिटर्समा माउन्ट सिमोरको टप वी आर अलमोस्ट क्लोज टु द पम्प पिक त्यहाँबाट सिमोर पुग्न चाहिँ फेरि अर्को 1.5 किलोमिटर्स वाउ एभलेन्स आउने भएर फोटोमा हेर्दा त्यस्तो भिडियोमा त्यस्तो नदेखिँदै पनि इट्स रियली भेरी म्याजिकल हिँड हिँड न
भुइँमा नि प्लास्टिक छ क्या यस्तो प्लास्टिक Burritos, guys. Yo, is that cringy or is that fire? Tell me. Fire. Okay, if I put on my story, we'll do like cringe. अब चाहिँ हामी गाइज फर्किन लागेको होइन एकदम उसपछि हामी फेरि फर्किन लाग्यौँ एकदम गाह्रो छ हामी चाहिँ अब रिटर्न हुँदैछौँ Okay guys, finally we are back to the base. 2.5 hours जति लाग्यो हामीलाई रिटर्न हुनलाई. It was really complicated. कुनै ठाउँमा चाहिँ it was so steepy downhill अनि अलि गाह्रो भयो but एकदम रमाइलो भयो. And look at these people. Wow. Oh my god, कति cute. हजुर We're almost there. गाडी पुग्न लाग्यो हामी. Finally हामी आइपुग्यौँ. Wow. हामी चाहिँ फाइनल्ली भोक एकदम लागेर होइन हामी चाहिँ डेम्बो लामी चाहिँ खाना आएको अब लेट्स सी होइन लुक्स लाइक सो यम्मी यस्तो दामी छ यार यो चाहिँ भेगन है भेगन एग है त्यो चाहिँ तिम्रो कस्तो लागिरह है व्हाट अबाउट माई वाइफ ल है गाइज यस्तो छ अब यहाँबाट हामी खाएर घर जान्छौँ